यो भिडियोमा चाहिँ सजिलो सोलुसन नेपालले के गर्छ, तपाईको प्रोसेस कसरी हुन्छ, एकदमै छोटकरीमा जानकारी दिन गइराखेको छु। सबैभन्दा पहिले तपाईको डकुमेन्ट एकदमै प्रपर तरिकाले चेक गर्छौं। त्यसपछि के चाहिन्छ भनेर तपाईलाई स्पष्ट रूपमा जानकारी दिन्छौं। त्यसपछि तपाईले काम गर्ने अथवा नगर्ने कन्फर्मेसनका लागि हामी चाहिँ वेटिङ गर्छौं। वेटिङ गरिसकेपछि तपाईले यदि कन्फर्मेसन दिनुभयो भने हामीले तपाईको प्रोसेस चाहिँ अगाडि बढाउँछौं। हामीले प्रोसेस अगाडि बढाइसकेपछि तपाईको काम कहाँ पुग्यो, कुन तरिकाले अगाडि बढ्दैछ भनेर समय समयमा अपडेटहरू दिइराख्छौं र बीचबीचमा कुनै पनि डकुमेन्टहरू आवश्यक भयो भने यो डकुमेन्ट चाहिन्छ, यो डकुमेन्ट तपाईले चाहिँ उपलब्ध गराइदिन पर्यो भनेर हामीले तपाईलाई रिक्वेस्ट गर्छौं। अब रह्यो हामीलाई विश्वास किन गर्ने भनेर, किनकि हामीले तपाईलाई क्लियर इन्फर्मेसन दिन्छौं। हामीले गर्ने हरेक काम ट्रान्सपेरेन्ट रहन्छ र हाम्रो सर्भिस जुन छ त्यो चाहिँ एकदमै रिलायबल रहन्छ। त्यसैले चाहिँ हामीलाई चाहिँ विश्वास गरेर डकुमेन्ट दिन सक्नुहुन्छ। तपाई पनि भिजा अथवा डकुमेन्ट सम्बन्धी यस्तै सर्भिस खोजिराख्नु भएको छ भने तपाईले सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडलाई आजै सम्पर्क गर्न सक्नुहुनेछ।